त फोटो खिच नि दाइ गाउँदामा सधैँ त ल आउनु पर्यो घरमा ल होइन त अहिले त जहाँ पनि बोलाउँछ घर घरमै लिन आउँछ फोटो खिच्ने जसले मलाई नराम्रो अब मैले अहिले नाम त लिनु मिल्दैन नि त तर ठिक छ त्यो माया हो फेरि हुनु पनि फेरि म त्यो कुरा पोजिटिभमा लिन्छु कि दाइ किनकि केही नहुँदाखेरि नै अब मलाई अब मान्छेले हेपी हो भन्छ नि दाइ म चाहिँ तँसँग केही छैन हेपी हाल्छ नि म चाहिँ हुने भन्नु पर्यो नि त त्यही त केही म कहिले नराम्रो मान्दिनँ नि त यो जस्तो कि मसँग केही छैन मलाई त कसै तपाईँले मलाई हेपी रे ल तपाईँले मलाई सान देखाएर ठुलो भनेर होइन म त्यो कुरा नेगेटिभमा लिँदिनँ क्या हुनु नि आफूलाई हेर्न मुजी आफू कहाँ छ भनेर त्यो लेभलै त हेप्ने खालको छ त अनि कति सान दिनु ठिक छ त्यो लेभलको मान्छेलाई इज्जत दियो भने बिग्रिन्छ नि त त्यो मान्छे केही छैन मान्छेलाई इज्जत के दिने हो स्ट्रगल नगरिकन इज्जत पायो भने त्यो मान्छे माथिर हुन्छ एकदम म त्यही भएर पहिलेदेखि सोचिरहेको थिएँ के चाहिँ सोध्थेँ नि बिलिभ चाहिँ गर्थेँ कि ल तैँले चाहिँ गर्न सक्छ अब चाहिँ मैले त्यो लागि चाहिँ बिट बनाउने ऱ्याप गर्ने स्टार्ट गरिसकेपछि चाहिँ के बुझेँ भने चाहिँ ल यही नै रहेछ मेरो अब चाहिँ फाइनल ट्र्याक चाहिँ त चाहिँ यो रहेछ है तेरो क्यारेक्टर चाहिँ यो रहेछ त चाहिँ यो अब जस्तै पहिला त्यो कविता सविता छाप्ने साम्ने सुनि म पुरा कलसल गरेर काठमाडौँमा कविता बुक बनाइसकेको थिएँ क्या कल गरेर ल यति कति पानाको हुँदो रहेछ अनि छाप्ने कविता कविता सङ्ग्रह त्यो म त त्यहाँ लागिसकेको थिएँ नि फेरि ठिक छ रत्नमामा धन्न सोल्टी स्टोकर लगाएर ढाका टोपी लगाएर टाइम ल अर्कै हुन्थ्यो यार है इमेजिन गर न त्यो अल्टरनेट युनिभर्समा त्यो पनि छ यार ब्रो तिमी पुरा स्टोकर लगाएर ढाका टोपी लगाएर कविता त स्ट्रगल हुन्छ नि ब्रो किन यो फर्ममा जाँदा पो मान्छेले धेरै रिच मासमा गयो नि त होइन तिमीले भने जस्तो अगाडि ट्राई गर्दा 500 पिस भयो तर फाटेको चिज भनेर ट्याटु स्याटु कुरा गरिदिएपछि त बुम बास्ट मान्छेले त्यो रिलेट गर्यो नि त्यो कुरा चाहिँ त्यही भयो दाइ कुनै तरिका यो रहेछ भन्ने टाइपको क्या मलाई नि त्यसपछि चाहिँ अनि ल मेरो स्टाइल अझै पनि गरिदिनु त म्युजिक नै हो तर अझै पनि स्टाइलहरू खोजिरहेको छु कि कुन वेमा अझै प्रपरली चाहिँ मैले गर्नुपर्छ भन्ने